जसरी केन्द्रीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले राष्ट्र निर्माणको कसम खाँदै शपथ लिए, यही अभिभारलाई नभुल्दै इमानदार भएर राष्ट्र निर्माणमा लाग्ने हो भने नेपाल समृद्ध मुलुक बन्न सक्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, संघीय संसद भवन, नयाँ बानेश्वर, काठमाडौँ। निकै उदारपूर्ण ढङ्गले वितरण गरिँदै आएको पेन्सन प्रणालीलाई व्यवस्थित गरिनु आफैमा सकारात्मक कार्य हो। यसले राज्यकोषमाथि पर्दै आएको भारलाई केही हदसम्म कम गर्न सक्दछ। अब सरकारले दोहोरो रूपमा सुविधा लिँदै आएका व्यक्तिहरूको पनि निगरानी गरी त्यसतर्फ कारबाही चलाउनु आवश्यक छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा सुरेन्द्र राउतका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। राज्यकोषको लाखौं अनि करोडौं रुपियाँ खर्च गरेर गाडी किन्ने, मर्मत सम्हार नगर्ने तर मर्मत सम्हार गरेको बिल र भरपाई बनाउने अनि फेरि गाडी पुराना भए भन्दै नयाँ गाडी खरिद गर्ने प्रवृत्तिले गर्दा राज्यकोष कति लुटिएको छ भनेर सहजै अनुमान गर्न सकिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा कृष्ण खत्रीका साथमा बाबुराम तिमिल सिन्हा, सिंहदरबार, काठमाडौँ। आफ्नो निस्वार्थ पूरा गर्न जनतालाई हदैसम्मको शास्ति दिन पछि नपर्ने यातायात व्यवसायहरूलाई सरकारले लगाम लगाउनै पर्छ, अन्यथा जनता लुटेर खान पल्केकाहरू सुध्रिन सक्दैनन्। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। जनताबाट चुनिएका जनप्रतिनिधिहरूले झुटो विवरण पेश गरेर राज्यकोषको करोडौं रुपियाँ दोहन गरेको पुष्टि भएको छ। के यही हो त जनताप्रतिको उत्तरदायित्व? सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। आर्थिक हिसाबले नेपाल विश्वकै एउटा गरिब देश हो, तर यहाँका उच्च कर्मचारी भने जनताले तिरेको करको धुलो उडाउन पछि पर्दैनन्। नपत्याए हेर्नुहोस्, निर्वाचन आयोगमै सुविधायुक्त गाडी हुँदाहुँदै निर्वाचन आयोगले आयुक्तका लागि भन्दै करोडौं रुपियाँ खर्चेर फेरि नयाँ गाडी किनेको छ। के यो जनताले तिरेको करको चरम अवमूल्यन गर्नु होइन र? केका लागि गाडी खरिद गरियो भन्ने प्रश्नको स्पष्ट जवाब समेत दिन सक्दैन निर्वाचन आयोग। के यसमा कमिसनको खेल त छैन? सगरमाथा टेलिभिजनका लागि क्यामेरामा उत्सव वाग्लेका साथमा बाबुराम तिमिल सिन्हा, निर्वाचन आयोग, काठमाडौँ। जनहितमा भएका कुनै पनि सेवा बिना सूचना नै बन्द हुनु आफैमा दुःख छ। त्यसैले सरकारले जनहितमा भएका सेवाहरूलाई बन्द गर्नुभन्दा पहिले सोच्नुपर्ने आवश्यक देखिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा गणेश खड्काका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। राज्यको जिम्मेवार निकायमा बसेर यसरी भ्रष्टाचार गर्नुले के पुष्टि हुन्छ भने यो देशको धेरैजसो सरकारी निकायमा भ्रष्टाचारले जरा गाडेको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा राजेश थापाका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। सरकारले यो भयावह स्थितिलाई मध्यनजर गर्दै स्वदेशमै रोजगार सिर्जना गरी युवा पलायनलाई रोक्नतर्फ ध्यान दिनु आवश्यक छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा आशिष पुडासैनीका साथमा बाबुराम तिमिल सिन्हा, ललितपुर। चुनावका बेला मात्रै निर्वाचन आयोगले विशेष बजेट पाउने भएका कारणले गर्दा आयुक्तका लागि विलासी गाडी खरिदिएको कुरा बताउन स्वयं निर्वाचन आयोगका आयुक्तहरू नै पछि पर्दैनन्? के गरिब देशका जनताले तिरेको कर यहाँका उच्च ओहदामा बस्ने व्यक्तिको मोज मस्तीका लागि हो र? सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, निर्वाचन आयोग, काठमाडौँ। असारे विकासको धन्दा बाहिर मात्र होइन, देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पनि चलिरहेको छ। यसरी बजेट सिद्धाउनकै लागि मात्रै गरिने विकासको गुणस्तर कस्तो होला? सगरमाथा टेलिभिजनका लागि क्यामेरामा उत्सव वाग्लेका साथमा बाबुराम तिमिल सिन्हा, सिंहदरबार, काठमाडौँ। मा चासो नदेखाउनु आफैमा दुःख छ। यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय स्तरमा गिराएको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा, हरिहर भवन, ललितपुर। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र यसरी अव्यवस्थित भइरहँदा पनि सरकारले समस्या समाधानमा खासै चासो नदेखाउनु आफैमा दुःखद कुरा हो। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा, शिक्षण अस्पताल, काठमाडौँ। अव्यवस्थित तरिकाले भइरहेका गतिविधिले गर्दा सर्वसाधारणले वर्षौंदेखि शास्ति पाइरहेका छन्। सरकारको अदूरदर्शिता र सम्बन्धित निकायको गैर जिम्मेवारीपनाले सर्वसाधारणले शास्ति खेप्नु परेको हो। त्यसैले आगामी दिनमा विकासका सवालमा सम्बन्धित निकायले ध्यान पुर्याएर मात्र विकासका गतिविधिलाई अगाडि बढाउनु पर्ने देखिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा कृष्ण खत्रीका साथमा बाबुराम तिमिल सिन्हा, चावाहिल, काठमाडौँ।
विकास निर्माणको काम हुनु आफैमा सकारात्मक हो, तर विकास निर्माणको कामलाई वर्षौंसम्म अल्झाएर सर्वसाधारणलाई शास्ति दिनु भने सम्बन्धित निकायको गैर जिम्मेवारीपना हो। त्यसैले सरकारले विकास निर्माणको काम गर्दा सर्वसाधारणको पक्षमा गर्नुपर्ने देखिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा, जोरपाटी, काठमाडौँ। यस्तो रमिता देखिरहँदा पनि यो समस्याको समाधान गर्नतर्फ ध्यान दिन सकेको छैन। त्यसैले सम्बन्धित निकायको यसतर्फ बेलैमा गम्भीर ध्यान जानु आवश्यक छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा राजु पौडेलका साथमा बाबुराम तिमिल सिन्हा। स्थानीय तहमा मात्र होइन, प्रदेशका संरचना अनुसार पनि अस्थायी रूपले कर्मचारी खटिसकेका छन्। आशा गरौँ भोलिका दिनमा सरकारी सेवा सुविधा सेवाग्राहीले सहज र सरल तरिकाबाट प्राप्त गर्नेछन्। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा कृष्ण खत्रीका साथमा बाबुराम तिमिल सिन्हा, सामान्य प्रशासन मन्त्रालय, काठमाडौँ। स्थानीय, प्रदेश र केन्द्रीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सुविधा भोगी बन्न छोडेर जनमुखी बन्न सके देशमा संघीयता टिक्ने मात्र होइन, आर्थिक विकासले समेत फड्को मार्न सक्थ्यो भन्ने कुरामा सायद कसैको दुई मत नहोला। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा सुरेन्द्र राउतका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। नेपाल राष्ट्र बैंकले अवलम्बन गर्ने नीतिले समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै प्रभाव पार्दछ। त्यसैले राष्ट्र बैंकले समयानुकूल नीतिहरू बनाएर लागू गर्न सक्नुपर्दछ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा कृष्ण खत्रीका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। राष्ट्रियता र पहिचान नगुम्ने गरी सरकारले एउटा स्पष्ट नीति बनाएर भाषाको विवाद सुल्झाउनु पर्ने देखिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा राकेश बाडेका साथमा बाबुराम तिमिल सिन्हा, भाषा आयोग, काठमाडौँ। संघीय संसदका दुई सदनहरू प्रतिनिधि सभा र राष्ट्रिय सभाको अन्तिम चुनावी मत परिणामको घोषणा भने राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भइसकेपछि मात्रै हुने भएको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा उत्सव वाग्लेका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। पछिल्लो समय शान्ति सुरक्षा खलबल पार्ने एकपछि अर्को घटना घटिरहेका छन्। यस सन्दर्भमा गृह मन्त्रालयको एउटै भनाइ छ, घटनाको अध्ययन अनुसन्धान भइरहेको छ। आखिर के हो यो अध्ययन अनुसन्धान? एउटै घटनाको सामान्य छानबिन गर्न पनि हप्तौं र महिनौं लाग्ने। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा उत्सव वाग्लेका साथमा बाबुराम तिमिल सिन्हा, गृह मन्त्रालय। नेपाल सरकारका मन्त्रीहरू आफ्नै चुनावी प्रचार प्रसारमा व्यस्त भएपछि पछिल्लो केही दिन यता मन्त्रालयहरूमा मन्त्रीहरूको उपस्थिति देख्न सकिँदैन। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा कृष्ण खत्रीका साथमा बाबुराम तिमिल सिन्हा, सिंहदरबार। निर्वाचन आयोग र राजनीतिक दलहरूले मतदातालाई प्रदेश र प्रतिनिधि सभाको चुनावमा भाग लिन प्रेरित गर्न नसक्नु विगतको तुलनामा मत प्रतिशत कम हुनुको एउटा कारण हो। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा, निर्वाचन आयोग, काठमाडौँ। कर्मचारी तन्त्रले प्रभावकारी रूपमा काम गर्न नसक्दा थलिएको नेपालको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने प्रतिबद्धता सहित यस मन्त्रालयको नेतृत्व सम्हाल्न पुनः लालबाबु पण्डित आएका छन्। हेरौँ अबको 5 वर्षमा कर्मचारीभित्र कतिको सुधार आउनेछ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँ। कर्मचारी समायोजन र व्यवस्थापन सम्बन्धी ऐन र नियमावली बन्न नसक्दा अझै कर्मचारी समायोजन गर्नका लागि वर्ष दिन भन्दा बढीको समय लाग्ने सम्भावना देखिएको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा उत्सव वाग्लेका साथमा बाबुराम तिमिल सिन्हा, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँ। नेपाल विश्वकै एउटा गरिब देश हो भन्दा जो कोहीलाई नरमाइलो लाग्न सक्छ अनि मन पनि खिन्न हुन सक्छ। तर अब आशा गरौँ नयाँ बन्ने सरकारले द्रुत गतिमा आर्थिक विकास गर्दै नेपालको गरिबीको जालोलाई तोड्दै आम नेपाली जनतालाई खुसी दिन सक्नेछ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा, केन्द्रीय तथ्याङ्क विभाग, काठमाडौँ। कम दक्ष कर्मचारीका लागि अवकाश दिनु राज्यका लागि फाइदाजनक देखिए पनि दक्ष कर्मचारीका लागि मोटो रकम दिएर अवकाश गरिनुले यसले राज्यमाथि ठुलो आर्थिक भार पार्न सक्दछ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रकाश कुबरका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन बीचको प्रचार प्रसार र आफूलाई कसरी अगाडि बढाउने भन्ने प्रतिस्पर्धा निकै चर्को देखिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ।
पुनर्निर्माणको काम प्रभावकारी ढङ्गले अगाडि बढ्न नसक्नुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मात्रै दोषी छैन, योसँग समन्वय गर्ने निकाय र सरकार पनि उत्तिकै दोषी र जिम्मेवार छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। सबैभन्दा बढी निर्वाचन क्षेत्र र दोस्रो ठुलो मतदाता संख्या रहेको काठमाडौँको प्रदेश र प्रतिनिधि सभाको चुनावलाई निकै चासोका साथ हेरिएको छ। हेरौँ काठमाडौँ जिल्लाका 10 निर्वाचन क्षेत्रमा कुन राजनीतिक दलका उम्मेदवारले बाजी मार्छन्। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा, राष्ट्रिय सभागृह, काठमाडौँ। आवश्यक ठानिएका सरकारी निकायलाई कायम राख्दै सान्दर्भिक नभएका सरकारी निकायलाई मर्ज अथवा खारेज गरी सङ्घीय सेवा सुविधालाई चुस्त दुरुस्त बनाउनतर्फ सरकारले ध्यान दिनुपर्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा उत्सव वाग्लेका साथमा बाबुराम तिमिल सिन्हा, सिंहदरबार, काठमाडौँ। देशको सम्पूर्ण शान्ति सुरक्षाको जिम्मा गृह मन्त्रालयको हो, तर पछिल्लो समय भएका केही घटनाले गर्दा शान्ति सुरक्षाको व्यवस्थापनमा केही प्रश्न चिन्ह उठाएको छ। त्यसैले गृह मन्त्रालयले यो कुरालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको व्यवस्थालाई मजबुत बनाउन आवश्यक छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा सुरेन्द्र राउतका साथमा बाबुराम तिमिल सिन्हा, गृह मन्त्रालय। मनोनयन दर्तापछि प्रतिनिधि सभा ऐन र प्रदेश सभा ऐनले व्यवस्था गरे बमोजिम उम्मेदवारमाथि छानबिन हुने गर्दछ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा, निर्वाचन आयोग, काठमाडौँ। निर्वाचनको समयमा विशिष्ट व्यक्तिहरूले आवश्यकता भन्दा बढी सेवा सुविधा लिएको देखिन्छ। विशिष्ट व्यक्तिहरूका लागि आवश्यक सेवा सुविधा र सुरक्षा जरुरी भए पनि त्यो व्यक्तिगत प्रयोजन र स्वार्थका लागि भने प्रयोग हुनु हुँदैन। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा सुरेन्द्र राउतका साथमा बाबुराम तिमिल सिन्हा, सिंहदरबार, काठमाडौँ। सडक विस्तारको काम जतिसक्दो छिटो सक्नुपर्ने मान्यता भए पनि नेपालमा सडक विस्तारको काम सुस्त गतिमा हुँदा सर्वसाधारणले पाएको शास्ति त आफ्नो ठाउँमा छ, यसका अलावा व्यापार व्यवसायमा पनि ठुलो असर पुगेको देखिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल सिन्हा। सडक कुकुरको समस्या विकराल बन्दै गएको छ। हरेक दिन सडक कुकुरको टोकाइबाट 150 देखि 200 सम्मको हाराहारीमा सर्वसाधारणहरू पीडित बन्न पुगेका छन्। के यो समस्या निराकरण गर्ने काम काठमाडौँ महानगरपालिकाको होइन र यदि हो भने किन काठमाडौँ महानगरपालिका आफ्नै जिम्मेवारीबाट चुक्दैछ? सगरमाथा टेलिभिजनका लागि क्यामेरामा राजु पौडेलका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। व्यवस्थित र प्रभावकारी हुनुपर्ने कानुनको शिक्षा त्रिभुवन विश्वविद्यालयको चरम लापरवाहीका कारण भद्रगोल अवस्थामा छ। संरचना, पठन पाठन र दरबन्दी भद्रगोल हुँदा यसको प्रत्यक्ष मारमा परेका छन् विद्यार्थीहरू। सगरमाथा टेलिभिजनका लागि सरस्वती बस्नेतको सहयोगमा क्यामेरामा विकल श्रेष्ठका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। गरिब र अविकसित देशका जनताको उपमा पाइरहेका हामी नेपालीलाई एउटा खुसीको खबर छ कि अब हामी विकासशील राष्ट्रको रूपमा दरिएका छौँ। पछिल्लो समय ऊर्जा सङ्कट न्यूनीकरण भएसँगै देशले सन्तोषजनक आर्थिक प्रगति गरिरहेको छ। आशा गरौँ भोलिका दिनमा पनि चमत्कारिक आर्थिक फड्को मार्दै नेपाल समृद्ध मुलुक बन्न सक्नेछ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, केन्द्रीय तथ्याङ्क विभाग, काठमाडौँ। सरकारले स्वैच्छिक अवकाश नदिने निर्णयलाई कानुनमा ल्याइ छाड्ने भएको छ, तर कर्मचारीको स्थायी समायोजन नहुँदा भने यसले सेवा प्रवाहमा समस्या पारिरहेको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, काठमाडौँ। कर्मचारी समायोजन र व्यवस्थापन सम्बन्धी ऐन र नियमावली बन्न नसक्दा अझै कर्मचारी समायोजन गर्नका लागि वर्ष दिनभन्दा बढीको समय लाग्ने सम्भावना देखिएको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा उत्सव वाग्लेका साथमा बाबुराम तिमिल सिन्हा, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँ। समय सापेक्ष र युग सुहाउँदो पाठ्यक्रमले मात्रै भोलिका दिनमा दक्ष जनशक्ति उत्पादन गर्न सक्दछ। त्यसैले सरकारले पाठ्यक्रम निर्धारित गर्दा प्रभावकारी ढङ्गले गर्नुपर्ने देखिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, सिंहदरबार, काठमाडौँ। विनाशकारी भूकम्प गएको यतिका समय बितिसक्दा समेत सरकारकै महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण नहुनुले पुनर्निर्माणको गति कस्तो छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल सिन्हाका साथमा बाबुराम तिमिल सिन्हा, ललितपुर।
बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएर सर्वसाधारणले शास्ति झेलिरहँदा नेपाल आयल निगमले भने रमिता हेरेर बसिरहेको छ। यो समस्या आजको होइन, वर्षौंदेखि यही समस्या निरन्तर रूपमा सर्वसाधारणले भोग्दै आएका छन्। आखिर कहिलेसम्म यस्तो? त्यसैले नेपाल आयल निगम उपभोक्ताको सवालमा जिम्मेवार भएर प्रस्तुत हुनैपर्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा राजेन्द्र काफ्लेका साथमा बाबुराम तिमिल्सिना, नेपाल आयल निगम, काठमाडौँ। सङ्घीय संरचना अनुसार सरकारी सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन अहिले देखिएका समस्या समाधान गर्नतर्फ सरकारले तत्कालै ध्यान दिनु आवश्यक छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा केशव तिमिल्सिनाका साथमा बाबुराम तिमिल्सिना, सिंहदरबार, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले क्लिन द सिटी अभियान चलाइरहेको दाबी गरिरहेको छ, तर यही शहरमा हप्तै पछि फोहोर नउठ्ने समस्या दोहोरिरहन्छ। जनप्रतिनिधि त आए, तर खै के गरे? यसको जवाब जिम्मेवार निकायले दिनैपर्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल्सिना, काठमाडौँ। सूचना र प्रविधि संघको पहुँचले निर्वाचन आचार संहिता कार्यान्वयनमा केही चुनौती थपिदिएको छ। अन्य सन्दर्भमा निर्वाचन आचार संहिता लागू भए पनि सामाजिक सञ्जालबाट अनियन्त्रित हिसाबले हुने गतिविधि नियन्त्रण गर्न भने निर्वाचन आचार संहिता पूर्ण रूपमा सफल भएको देखिँदैन। यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले बेलैमा ध्यान दिनु आवश्यक छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा प्रताप लामाका साथमा बाबुराम तिमिल्सिना, निर्वाचन आयोग, काठमाडौँ। विकासको व्यवस्थित योजना बन्न नसक्दा वर्षेनी अरबौं रुपियाँ बालुवामा पानी जस्तै खेर गएको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा कृष्ण खत्रीका साथमा बाबुराम तिमिल्सिना, त्रिपुरेश्वर, काठमाडौँ। सरकारले यसअघिका आन्दोलनमा पूरा गर्ने प्रतिबद्धता जनाएका मागहरू र हालका जायज मागहरूलाई पूरा गरेर डाक्टर गोविन्द केसीको आन्दोलनलाई तत्कालै रोक्न विशेष ध्यान दिनु आवश्यक देखिन्छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा उत्सव वाग्लेका साथमा बाबुराम तिमिल्सिना, महाराजगञ्ज, काठमाडौँ। नेपाल राष्ट्र बैंकले अवलम्बन गर्ने नीतिले समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै प्रभाव पार्दछ। त्यसैले राष्ट्र बैंकले समयानुकूल नीतिहरू बनाएर लागू गर्न सक्नुपर्दछ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा कृष्ण खत्रीका साथमा बाबुराम तिमिल्सिना, काठमाडौँ।